जान्छु भनेर जानु भएन चाहिँ आज जानु होला सरले आफै हेरिदिनु पर्यो भन्छु। अब यो बच्चाले आमाले किडनी दिएर बच्चाले चाहिँ फेर्न पाउँदैन। यही ठाउँमा प्रदीप पौडेलको, केपी ओलीको अथवा शेरबहादुरजीको, हाम्रो शेरबहादुर दाइको मृगलाई प्रत्यारोपण गर्नु पर्यो भएको भए नेपालमा नयाँ कानुन अथवा केही न केही बनेर सल्भ हुन्थ्यो हुँदैन थियो। त्यो नागरिकको किन भएन? अनि यिनीहरू श्वास पनि के होइनन्। यिनीहरूलाई के भन्ने? मानवीय दृष्टिकोणबाट तपाईँले हेर्नुहोस् त त्यो मान्छेको जीवन यार। ऊ मृत्यु पर्खिरहेछ, राज्यले दिने 5 लाख रुपियाँ उसलाई दिँदैन, बुझ्नु भएन? हाम्रोमा आइसी दिँदैन, औषधि किन्ने पैसा पनि छैन, उपचार गरिदिन हामी तयार छौँ, फ्री गरिदिन तयार छौँ। तर यो देशको कानुनले भन्छ अब यो यसकी आमाले यसलाई दिन पाउँदैन। सुन्दैन कोही। मन्त्रालयमा गएँ, सचिवलाई भेटेँ, स्वास्थ्य सचिवलाई मैले भने कुरा गरिरहेको छु। डिजी कहाँ गएँ, अब बिचरा निरीह छन् डिजीहरू, बुझ्नुभयो? अब यो कसैले कुरा सुन्दैन। मान्छे यसरी यस्ता यो प्रतिनिधिमूलक केस हो। 1000 भन्दा बढी केसहरू छन् अहिले मार्केटमा यस्ता। अनि यस्ता नेताले चलाएको देश